नमस्कार, अपन समाचारमा स्वागत छ। अब सुरुमा मुख्य समाचार। विरोधका बीच प्रधानमन्त्री दाहालले पाए विश्वासको मत 157 मत पाउन सफल। नेपाली कांग्रेसले संसदमा गरेको अवरोधको मूल्य आउँदो चुनावमा चुकाउने प्रधानमन्त्री दाहालको भनाई। गृहमन्त्री लामेछानेले लगाएको आरोप पुष्टि गरेर देखाउन नेपाली कांग्रेसको चुनौती। भारतको छत्तीसगढमा गाडी दुर्घटनामा परि 18 जना मजदुरको मृत्यु र इरानी राष्ट्रपति विदेश मन्त्री सहित 9 जनाको हेलिकप्टर दुर्घटनामा निधन। 5 दिनको राष्ट्रिय शोक घोषणा। पोल्युसनले मेरो अनुहारको चमक नै हराइसक्यो। तपाईलाई चाहिन्छ गोट मिल्कले समृद्ध प्याराशुट स्किन प्योर गोट मिल्क फेस वाश, जसले तपाईको मुहारलाई बनाउँछ चम्किलो र उज्यालो। प्याराशुट स्किन प्योर गोट मिल्क ब्राइटनिङ फेस वाश ओरेन्ज र एलोभेरा भेरिएन्ट्समा पनि उपलब्ध छ। भ्यासलिनको ग्लिसरिन र जेली फर्मुला त्वचाको 10 लेयर भित्र गई सुक्खापनलाई फेरि आउनबाट रोक्दछ। नियमित रूपमा भ्यासलिन प्रयोग गर्नुहोस्, सुक्खापनलाई टाढा राख्नुहोस्। जब केस है मजबूत तब लागत आरो सुंदर। असली आंवला डाबर आंवला। टाढाबाट त अनुहार स्पटलेस ग्लोइङ देख्न सजिलो छ, तर नजिकबाट अनुहारमा डार्क स्पट्स र डार्क सर्कल्सहरू देखिहाल्छ। पन्ड्स ब्राइट ब्युटी प्रो भिटामिन B3A+ फर्मुला घटाउँछ डार्क स्पट्स र डार्क सर्कल्सहरू र दिन्छ स्पटलेस ग्लो। पाउनुहोस् स्पटलेस ग्लो नजिकबाट पनि। पन्ड्स ब्राइट ब्युटी। अब समाचार विस्तारमा। प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेस सहितका विपक्ष दलहरूको अवरोधका बीच प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। प्रधानमन्त्री दाहालले कांग्रेस सहितको विपक्ष दलहरू अवरोध बीच 158 जना सांसदहरू उपस्थिति भएकोमा 157 जना सांसदले सो प्रस्तावको पक्षमा मतदान गर्नुभएको हो। प्रतिनिधि सभामा हाल उपस्थिति रहेको सांसदहरूको संख्या मध्ये 157 मत बहुमत भएकाले प्रधानमन्त्री दाहालले विश्वासको मत प्राप्त गर्नुभएको सभामुख देवराज घिमिरेले घोषणा गर्नुभयो। यता विपक्षहरूले मत नहालेकाले सो प्रस्तावको विपक्षमा 0 मत परेको थियो। दरखास्त सहितको मत विभाजन, दस्ताखत सहितको मत विभाजन द्वारा मत संकलन गरिने बेहोरा मान्य सदस्यहरूलाई जानकारी गराउँछु। प्रतिनिधि सभाको अर्को बैठक जेठ 8 गते मंगलबार बिहान 11 बजे बस्ने गरी बोलाइएको छ। यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले सबैको गन्तव्य राष्ट्र निर्माण भएकाले विश्वासको मत दिन कांग्रेस सहितका प्रतिपक्ष दलहरूलाई आग्रह गर्नुभएको थियो। प्रतिनिधि सभाको सोमबारको बैठकमा विश्वासको मत माग्दै उहाँले यस्तो आग्रह गर्नुभएको थियो। उहाँले सम्मानित संसद राष्ट्रको निर्माणमा विभाजित छैन भन्ने सन्देश जान भएकाले विश्वासको मत दिन आग्रह गर्नुभयो। उहाँले राष्ट्र निर्माणका लागि सरकारलाई सम्मानित संसदको निष्क्रिय नभई सक्रिय विश्वासको मत चाहिएको बताउनुभयो। उहाँले विश्वासको मत प्राप्त हुने विश्वास समेत व्यक्त गर्नुभएको थियो। प्रतिग्रह छ, हामी सबैको गन्तव्य राष्ट्र निर्माण भएकोले यही गन्तव्यका लागि सरकारलाई विश्वासको मत दिनुहोस्। यसले यो सम्मानित संसद राष्ट्रको निर्माणमा विभाजित छैन भन्ने सन्देश जानेछ। राष्ट्र निर्माणका लागि सरकारलाई सम्मानित संसदको निष्क्रिय होइन सक्रिय विश्वासको मत चाहिएको छ र मलाई विश्वास छ यो सम्मानित सदनले मलाई सक्रिय विश्वासको मत दिएर आउने दिनमा देश र जनताको पक्षमा अझ दृढतापूर्वक काम गर्ने वातावरण दिनेछ। यति भन्दै सम्माननीय सभामुख महोदयको अनुमतिले नेपालको संविधानको धारा 100 को उपधारा 2 बमोजिम प्रतिनिधि सभाको विश्वासको मतको लागि प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद। प्रधानमन्त्री दाहालले कांग्रेसले विरोध गरेर लोकतन्त्रले जगाएको सामाजिक र राजनीतिक क्षेत्रलाई लोकतन्त्रकै विरुद्ध प्रयोग गर्न प्रयास विरुद्ध संसदको हस्तक्षेप गरेको बताउनुभयो। उहाँले नेपाली कांग्रेसले गरेको अवरोधको मूल्य कांग्रेसले नै चुकाउनु पर्ने बताउनुभयो। उहाँले कांग्रेसले आफूले विश्वासको मत लिँदा विरोध गरेर गल्ती गरेको समेत बताउनुभयो। उहाँले विगतमा आफूले कांग्रेसलाई पटक पटक साथ दिएको तर कांग्रेसले आज आफू विरुद्ध देखाएको व्यवहारको मूल्य चुकाउनु पर्ने बताउनुभयो। उहाँले संविधान अनुसार विश्वासको मत लिन नदिएर कांग्रेसले इतिहासकै नराम्रो उदाहरण प्रस्तुत गरेको जिकिर समेत गर्नुभयो। प्रधानमन्त्री दाहालले कांग्रेसको आजको संसदको गतिविधि नेपालको इतिहासमा अकलंक रूपमा स्थापित भएको बताउनुभयो।
सत्तारूढ प्रमुख घटक नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारले पुरै कार्यकाल काम गर्ने दावी गर्नुभएको छ। सोमबार प्रतिनिधि सभाको दोस्रो बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राख्नु भएको विश्वासको मतमाथिको छलफलमा भाग लिँदै उहाँले सो कुरा बताउनु भएको हो। उपाध्यक्ष पौडेलले प्रधानमन्त्री दाहाललाई अझ दहो कदमका साथ अघि बढ्न पनि आग्रह गर्नुभयो। उहाँले सिङ्गो देश र संसदले साथ दिने भएकाले प्रधानमन्त्री दाहालले पछि हट्नुपर्ने कुनै कारण नभएको बताउनुभयो। त्यस अवसरमा उपाध्यक्ष पौडेलले प्रधानमन्त्री दाहाललाई सरकारमा सहभागी सबै दलले विश्वासको मत दिने विश्वास पनि व्यक्त गर्नुभयो। अगाडि बढाउनु पर्ने अहिलेको आवश्यकता थियो, तर सभामुख महोदय यस बीचमा पर्दाभित्रबाट सरकारलाई कमजोर पार्ने, सरकार बदल्ने कुनै ट्रान्सपेरेन्ट ढङ्गले होइन, पर्दाभित्रबाट सरकारलाई कमजोर पार्ने, सरकार बदल्ने खालका कोसिसहरू पनि भए। तर सभामुख महोदय त्यो कोसिस माकुरोको जालो जस्तो गरी च्यातियो, कुनै लुकेको कुरा छैन। सरकार परिवर्तनका निम्ति गरिएका कोसिसहरू माकुरोको जालो जस्तो गरिकन च्यातिए र वास्तवमा सरकार परिवर्तन, यो प्रतिनिधि सभाले सरकार परिवर्तन होइन, यो सरकारलाई अझ धेरै बल दिन चाहन्छ भन्ने कुरा घटनाक्रमले पुष्टि गरेको छ। यो माकुरोको सरकार परिवर्तनको प्रयास। उपाध्यक्ष पौडेलले मुलुकको विकास र समृद्धिको अभियानलाई तीव्रता दिन पनि सरकार र सत्तारूढ दलहरू प्रतिबद्ध भएर लागि परेको दावी गर्नुभयो। प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेसले संसदमा गरेको अवरोधको मूल्य आउँदो चुनावमा चुकाउनु पर्ने बताउनु भएको छ। सोमबार विश्वासको मत पाएपछि संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उहाँले प्रधानमन्त्री दाहालले यस्तो प्रतिक्रिया दिनुभएको हो। उहाँले अहिलेको कांग्रेसको गतिविधिको मूल्य आगामी निर्वाचनमा चुकाउनु पर्ने टिप्पणी गर्नुभयो। नेपाली कांग्रेसले सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिने क्रममा विरोध जनाएको थियो। जवाबका क्रममा प्रधानमन्त्री दाहालले धेरै ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिनुभएको थियो। कांग्रेसले कस्तो मूल्य चुकाउनु पर्ने हो के भन्न खोज्नुहुन्छ तपाईले? आउने चुनावमा देखिन्छ। यसलाई त असम्भव एउटा रिकर्ड नेपालमा मात्रै होइन विश्वकै रिकर्ड बनाएको छ। जरुरी पर्यो भने 10-12 वटा विश्वास प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने बेलामा कांग्रेसले अवरोध गरेपछि उक्त गतिविधि महँगो पर्ने भन्दै इतिहासमा कलङ्कको रूपमा स्थापित हुने चेतावनी दिनुभएको थियो। कांग्रेसको अवसरी धाकाबीच भए पनि प्रधानमन्त्रीले 157 सांसद विश्वास मत दिएका छन्। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्रीलाई विश्वासको मत लिन अवरोध गरेर नेपाली कांग्रेसले लोकतन्त्रको भद्दा मजा गरेको आरोप लगाउनु भएको छ। सोमबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै र प्रतिक्रिया दिँदै गृहमन्त्री लामिछानेले यस्तो आरोप लगाउनु भएको हो। प्रधानमन्त्रीलाई कुनै एक दलले दिएको समर्थन फिर्ता लिएपछि संसदमा विश्वासको मत लिने संवैधानिक व्यवस्था रहेको भन्दै संसदको विधि अनुसार विश्वासको मत लिँदा समेत कांग्रेसले अवरोध गरेको बताउनुभयो। गृहमन्त्री लामिछानेले सरकार व्यक्ति केन्द्रित नभई विषय केन्द्रित भएर सहकारीका समस्या समाधान गर्नेतिर लाग्ने बताउनुभयो। भागी भएको दलले विश्वास छैन भनिसकेपछि प्रधानमन्त्रीले विश्वासको मत लिने संवैधानिक व्यवस्था हो। यो संवैधानिक व्यवस्थालाई यसको अभ्यासलाई पनि अवरोध गर्ने भनेको के कुरा हो मैले भन्न नै पर्दैन। त्यसकारणले लोकतन्त्रको एउटा भद्दा मजाक भएको जस्तो मैले देखेँ। यो त प्रधानमन्त्रीको प्रति के त विश्वास भएको भए, विश्वास छ भनेको भए, विश्वास छैन नभनेको भए अर्कै कुरा। यो त प्रक्रिया हो नि, यो त गर्नु पर्दैन। 1 महिनाभित्र प्रधानमन्त्रीले विश्वासको मत दिनुपर्छ भन्ने कुरा संवैधानिक व्यवस्था होइन। उहाँले आफूले संसदमा बोल्दा प्रतिपक्षका नेताहरूलाई कुनै आरोप लगाउने र धम्काउने काम नगरेको पनि बताउनुभयो। नेकपा एमालेको प्रमुख सचेतक महेश बार्तोलाले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति माग नगरी सरकार माग गरेको आरोप लगाउनु भएको छ। सोमबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक बार्तोलाले नेपाली कांग्रेसले संसदीय छानबिन समितिको नाम गरेर सरकारको माग गरेको बताउनुभयो। उहाँले गृहमन्त्री रवि लामिछानेको नाममा छानबिन समिति बनाएर राजीनामा माग्ने र सरकार ढाल्ने बदनियत कांग्रेसले राखेको भन्दै त्यो कुरा सम्भव नहुने बताउनुभयो। उहाँले कांग्रेसको माग बदनीयतापूर्वक र पूर्वाग्रह प्रेरित रहेको बताउनुभयो। उहाँले कोही व्यक्तिको नाममा अनुसन्धान गर्न समिति बनाउन नसकिने स्पष्ट पार्नुभयो।
कहाँ बस्ने हो, मर्यादा पालक चाहिँ कहाँ बस्ने हो? मर्यादा पालकले सभामुखलाई रक्षा गर्ने हो कि सांसदलाई रक्षा गर्ने हो, या सत्ता पक्षका प्रधानमन्त्री र मन्त्रीलाई रक्षा गर्ने हो? र हाम्रो नियमावलीमा स्पष्ट के छ भने कुनै पनि मन्त्रीपट्टि कुनै पनि मान्छेपट्टि अगाडि फर्केर मर्यादा पालकहरू बस्न मिल्दैन भन्ने हाम्रो नियमावलीमा स्पष्ट लेखेको छ। तर आज प्रधानमन्त्री र मन्त्रीहरूलाई मर्यादा पालकले घेरेर राख्नुपर्ने जुन अवस्था भयो, त्यो भएको हुनाले हामीले चाहिँ आज के देख्यौँ भने उहाँले संसदीय छानबिन समितिको कार्यादेश टुङ्ग्याउन प्रमुख प्रतिपक्ष दलसँग संवाद कायम राखिने पनि बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञान बहादुर शाहीले सभामुख देवराज घिमिरेले सभामुखको रूपमा नभई पार्टीको कार्यकर्ताको रूपमा प्रस्तुत हुनुभएको बताउनु भएको छ। सोमबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक शाहीले प्रतिनिधि सभा बैठकमा सभामुख घिमिरेले सभामुखको रूपमा भूमिका निर्वाह नगरेको बताउनु भएको हो। उहाँले सभामुखलाई सभामुखको रूपमा कुर्सीमा बसेको नदेखेर पार्टीको कार्यकर्ताको रूपमा कुर्सीमा देखेको टिप्पणी गर्नुभयो। उहाँले सभामुखलाई सभामुख हो वा अमुक पार्टीको कार्यकर्ता हो भने प्रश्न समेत गर्नुभयो। उहाँले बैठकमा प्रमुख प्रतिपक्ष दल लगायतका अन्य प्रतिपक्ष दलहरूले अवरोध गर्दा गर्दै प्रधानमन्त्रीले विश्वासको मत लिनुले पनि सभामुखको भूमिकाप्रति प्रश्न उठेको बताउनुभयो। हो कि सांसदलाई रक्षा गर्ने हो, या सत्ता पक्षका प्रधानमन्त्री र मन्त्रीलाई रक्षा गर्ने हो? र हाम्रो नियमावलीमा स्पष्ट के छ भने कुनै पनि मन्त्रीपट्टि कुनै पनि मान्छेपट्टि अगाडि फर्केर मर्यादा पालकहरू बस्न मिल्दैन भन्ने हाम्रो नियमावलीमा स्पष्ट लेखेको छ। तर आज प्रधानमन्त्री र मन्त्रीहरूलाई मर्यादा पालकले घेरे। प्रमुख सचेतक शाहीले प्रतिपक्ष दलहरूको साझा निष्कर्ष नै सभामुखको भूमिका सभामुखको जस्तो नभएर हो कि बताउनुभयो। नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसलाई प्रधानमन्त्रीले विश्वासको मत माग्दा बेला घेरेर नाराबाजी गर्नु अर्थपूर्ण हो कि होइन भनेर प्रश्न गर्नुभएको छ। सोमबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले प्रधानमन्त्रीले विश्वासको मत लिनु स्वाभाविक भएको बताउनुभयो। उहाँले संसदभित्र प्रतिक्रिया मिलेर नै आफूले विश्वासको मत दिएको बताउनुभयो। उहाँले प्रतिपक्ष दलहरूले प्रधानमन्त्रीले विश्वासको मत लिनुको अर्थ नभएको टिप्पणी गरिरहेको सन्दर्भमा नेपाली काङ्ग्रेसले नाराबाजी गर्नु अर्थपूर्ण हो त भनी प्रश्न गर्नुभयो। विपक्षी दलले अर्थ छैन भनिरहनु हुँदाखेरि पनि रोस्टरमा बसेर सम्माननीय प्रधानमन्त्रीज्यूले विश्वासको मत मागिरहँदाखेरि उहाँहरूले चाहिँ बेल घेरेर नाराबाजी गरिरहनु चाहिँ अर्थपूर्ण कुरा हो कि होइन? यद्यपि पनि प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको नागरिक उन्मुक्ति पार्टीले आफ्नो विश्वासको मतलाई निरन्तरता दिएको छ। अब सानो व्यावसायिक विश्रामपछि बाँकी समाचार। New Parachute Sun Protect Matte Gel enriched with natural aloe extracts. It blocks 98% of harmful sun rays and creates a personal sunshade that always travels with you. Parachute Skin Pure Sun Protect with SPF 50 PA++. काठमांडू के पैराडाइज मेन पावर अब अपने जनकपुर धाम में वैदेशिक रोजगार के लिए संपूर्ण कार्य करने वाला सऊदी, कतार, दुबई, मलेशिया, कुवैत लगायत संपूर्ण देश सब में गारंटी के साथ पठावा वाला अपने के कहल बमोजिम के सैलरी में गारंटी के साथ विदेश पठावा वाला एकमात्र भरोसेगर कंपनी आप अपने जनकपुर धाम में पैराडाइज मेन पावर। आप विदेश जाए के लिए करावा वाला संपूर्ण कार्य सब के लिए काठमांडू में जाए पड़त अपने जनकपुर धाम में आबि गेल पैराडाइज मेन पावर। जाए के लागि जे आम पब्लिक सब के काठमांडू जाकर घंटों लाइन में लागे पड़े छले इंटरव्यू के लागि और 10-15 हजार रुपया खर्चा हो चले। अब काठमांडू नहीं जाए पड़ती मेन पावर अपने से जनकपुर के भवनपुरा में आ गए रहे। पैराडाइज मेन पावर में इंटरव्यू सहित के एकदम गारंटी के साथ में विदेश पठाने के काम हो रहे। विस्तृत जानकारी के लिए संपर्क करिए पैराडाइज इंटरनेशनल प्राइवेट लिमिटेड, ब्रांच ऑफिस जनकपुर धाम, भ्रमरपुरा चौक, परिक्रमा सड़क। कॉन्टैक्ट 9801 25430, ISO 9001 2000 सर्टिफाइड। विश्रामपछि पुनः समाचारमा स्वागत छ। अब बाँकी समाचार।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधसँगै राष्ट्रिय सभा बैठक पनि स्थगित भएको छ। सोमबारको राष्ट्रिय सभा बैठकमा पनि कांग्रेसका सांसदहरूले उठेर विरोध जनाएपछि बैठक स्थगित भएको हो। कांग्रेसको विरोधपछि बैठक मंगलबार सभा 1 बजेसम्मका लागि स्थगित भएको छ। सो क्रममा राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले बैठक अवरुद्ध हुँदा काम कारबाही अघि बढ्न नसकेको र पर्याप्त उपलब्धिहरूमाथि औला ठड्याउने काम भइरहेको बताउनुभयो। उहाँले राष्ट्रिय सभा सबै समस्या हल गर्न थल्लो भएकाले आसन्न ग्रहण गरेर बैठक सञ्चालन गर्न दिन आग्रह गर्नुभएको थियो। अध्यक्षको आग्रहपछि पनि कांग्रेसले उठेर विरोध जनाएपछि बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको अध्यक्ष दाहालले घोषणा गर्नुभयो। नेपाली कांग्रेसले कांग्रेस नेताहरूमाथि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लगाउनु भएको आरोपको पुष्टि गरेर देखाउन चुनौती दिएको छ। सोमबार पत्रकार सम्मेलन गरी कांग्रेस प्रमुख सचेतक रमेश लेखकले यस्तो चुनौती दिनुभएको छ। उहाँले नेपाल सरकारले राज्यका छानबिन गर्नुपर्ने अनुसन्धान र अभियोजन गर्नुपर्ने अंगहरूलाई संयन्त्रलाई सहकारी ठगी जोगाउन दुरुपयोग आरोप समेत लगाउनुभयो। उहाँले नेपाली कांग्रेसलाई र कांग्रेसका नेताहरूलाई लगाएको आरोप प्रमाणित गरेर देखाउन नसके परिणाम राम्रो नहुने चेतावनी दिनुभयो। तपाईं छानबिन गर्नुस्, अनुसन्धान गर्नुस् र प्रमाणित गर्नुस्। सरकारको त्यो काम हो, प्रश्न सोध्ने काम होइन। तपाईं यी सबै घटनाहरूको छानबिन गरेर अनुसन्धान गरेर प्रमाणित गर्नुस्। यो हाम्रो चुनौती। तपाईले जुन गम्भीर लान्छनाहरू लगाउनु भएको छ, यदि त्यो भोलिका दिनमा प्रमाणित गर्न सक्नु भएन भने के हुन्छ त्यो कुरा पनि भोलिका दिनमा बिहोर्नु पर्छ। उहाँले सरकारको काम प्रश्न सोध्न नभई काम गर्न भएको बताउनुभयो। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कांग्रेसमाथि धम्की दिएर तर्साउन नखोज्न चेतावनी दिनुभएको छ। सोमबार संसद भवन स्थित लोहत्से हलमा बसेको संसदीय दलको बैठकपछि पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले यस्तो बताउनु भएको छ। उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालले सदनमा विश्वासको मत लिने क्रममा कांग्रेसलाई धेरै सहयोग गरेको उल्लेख गर्नुभएको भन्दै कांग्रेसले पनि नेकपा माओवादी केन्द्रलाई उत्तिकै सहयोग गरेको बताउनुभयो। उहाँले कांग्रेसलाई माओवादीले भोजको राजनीति सुरु गरेपछि मात्रै सहयोग गरेको भए पनि कांग्रेसले जंगलमा हुँदादेखि माओवादीलाई सहयोग गरेको बताउनुभयो। हिजो माननीय उपप्रधानमन्त्री र गृहमन्त्रीजीको गैर जिम्मेवार अभिव्यक्ति र आज थप उहाँले संसदमा आज भएका गतिविधि शोभनीय नरहेको कांग्रेसको ठहराएको बताउनुभयो। नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकार लोकतन्त्र संसदीय मूल्य र मान्यताप्रति गैर जिम्मेवार असहिष्णु र अनुदार भएको आरोप लगाएको छ। सोमबार संसद भवन स्थित लोहत्से हलमा बसेको संसदीय दलको बैठकपछि पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनु भएको छ। उहाँले नेपाली कांग्रेस सहित संघीय संसदमा रहेको सबै विपक्षी दलहरूले लाखौं नेपाली नागरिकको अर्बौं रुपियाँ अपचल हिनामिना दुरुपयोग र ठगी भएको विषयमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने स्वयं संलग्न रहेको भन्दै स्वतन्त्र निष्पक्ष पारदर्शी छानबिनको सुनिश्चितताका लागि संसदीय छानबिन समिति बनाउन माग गरे पनि सरकार त्यसमा तयार नभएको बताउनुभयो। का बारेमा पनि थोरै जानकारी गराउनका लागि हामी तपाईहरु माझ उपस्थित भएका छौं। आज हाम्रो संसदीय दलले 4 वटा निर्णय गरेको छ। पहिलो निर्णयमा नेपाली कांग्रेस सहित संघीय संसदमा रहेका सबै विपक्षी दलहरूले लाखौं नेपाली नागरिकको अरबौं रुपियाँ जुन सहकारीमा बचत गरिएको थियो त्यसको अपचलन हिनामिना दुरुपयोग र ठगी भएको विषय र त्यसमा नेपाल सरकारका उपप्रधानमन्त्री एवं गृहमन्त्री उहाँले बहुमतको दबावमा सरकारले आज विश्वासको मत लिनु कुरा नेपालको संसदीय इतिहासमा नौलो र दुःखदायी घटना भएको बताउनुभयो। उहाँले सभामुख देवराज घिमिरेले पार्टी विशेषको कार्यकर्ताको रूपमा प्रस्तुत हुने गरी कारबाही अघि बढाएको बताउनुभयो। उहाँले लोकतन्त्र र संसदीय मूल्य र मान्यता विपरीत नजान सरकारलाई चेतावनी समेत दिनुभयो। सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन राष्ट्रिय सहमति आवश्यक रहेको बताउनु भएको छ।
विस्तृत शान्ति सम्झौतामा सहभागी भएका राजनीतिक दलहरूबीच कम्तीमा पनि सहमति नभई शान्ति प्रक्रियाको कायम निष्कर्षमा पुग्न नसकेको उहाँको निष्कर्ष थियो। सोमबार बेपत्ता योद्धा समाज परिवार नेपालले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव गुरुङले विश्वमा शान्ति नचाहने शक्तिको नेपालमा पनि शान्ति प्रक्रियालाई भड्काउने प्रयास गरिरहेको दाबी समेत गर्नुभयो। मुलुकको आन्तरिक मामिला चलखेल गरेर उनीहरूले शान्ति प्रक्रियाको बाँकी कामलाई अघि बढाउन नदिएको महासचिव गुरुङले दाबी गर्नुभएको छ। सहमत हुन सकिरहेको छैन, राष्ट्रिय सहमतिको जरुरी छ, सहमति हुन सकिरहेको छैन। एउटा या दुईटा दलले चाहँदैमा मात्रै सहमति भइहाल्दैन अथवा पुरा हुँदैन। यो शान्ति प्रक्रियासँग जोडिएको हुनाले राष्ट्रिय सहमतिको जरुरी छ। कम्तीमा पनि शान्ति प्रक्रियामा सहभागी भएका दलहरूको सहमतिको जरुरी छ। ती दलहरूको सहमति बिना यो टुङ्गिन कठिन छ। त्यसकारणले सहमति जुटाउने कुरामा हेर्दाखेरि रूपमा चाहिँ तपाईँको के त भन्दाखेरि कहिले मानवाधिकार सङ्घ संस्थाहरूको कुरा, कहिले चाहिँ त्योसँग सम्बन्धित परिवारको कुरा, कहिले पीडित परिवारको कुरा आदि आदि रूपमा त्यो देखिन्छ। महासचिव गुरुङले दलहरूबीच राष्ट्र र राष्ट्रियताको सवालमा सम्मान धारणा बनाएर अघि बढ्नुपर्ने खाँचो पनि ओल्याउनुभयो। नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्र विक्रम चन्द्र विपलले मुलुक अहिले कमजोर भएको टिप्पणी गर्नुभएको छ। पद र खुर्सीका लागि नेताहरू राष्ट्रिय हितमा अडिन नसक्ने मुलुक एकदमै कमजोर अवस्थामा पुगेको उहाँको तर्क थियो। सोमबार बेपत्ता योद्धा समाज परिवार नेपाल काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव विपुलले नेताहरू पदीय लोभमा फास्दा शान्ति प्रक्रियामा बाँकी कामहरू पनि ओझेलमा परेको दाबी गर्नुभयो। उहाँले नेपालको संविधान विगत सबै संविधान भन्दा उत्कृष्ट भए पनि त्यसको कार्यान्वयनमा लाग्ने काम नेताहरू पछि परेको बताउनुभयो। महासचिव चन्दनले बेपत्ता योद्धाहरूलाई राष्ट्रिय सम्मान गर्ने कुरा, राज्यले स्वामित्व लिने कुरामा ढिलाइ गर्न नहुने पनि बताउनुभयो। ढङ्गले उहाँलाई त के भनेको छ भने माओवादीको तिरबाट चाहिँ बेपत्ता बनाइएकोमा चाहिँ छ आफन्तहरू परिवार हुनुहुन्छ पारिएको भनेर त्यसमा त्यहाँ उहाँको चाहिँ सोचाइ चाहिँ फेरि के देखिन्छ भने पोजिटिभ नै छ, यसलाई समाधान गर्नुपर्छ। माओवादीले एउटा सकारात्मक परिवर्तन नै ल्याएको हो, त्यो भित्र जाँदाखेरि कमी उम्जोरी भएको छ नि, त्यसमा चाहिँ छानबिन हुनु पर्यो भन्ने। महासचिव चन्दनले मुलुकलाई अघि बढाउने नेताहरूले आत्मनिर्भरताको बाटो रोज्नुपर्ने आवश्यकता पनि ओल्याउनुभयो। अब सानो व्यवसायी विश्रामपछि बाँकी समाचार। तपाईको फेभरेट सनसिल्क स्याम्पू अब भयो अझै राम्रो। यसमा छ भाइटामिन्स, ओइल्स अनि प्रोटिनको एक्टिभ मिक्स, जसले दिन्छ तपाईलाई शाइनी, घना अनि सुन्दर कपाल। सुपर कपाल हरेक बार नयाँ सनसिल्क एक्टिभ मिक्स को साथ। अंकल शॉपिंग लिस्ट। रिजल्ट्स आयो रे, अब के पढ्छौ? डॉक्टर भन्छु। बेस्ट कलेजेसमा एप्लाई गरेकी छु। सबै कलेज उस्तै होइनन् र? हेरोल पनि त सबै उस्तै देखिन्छन् नि। त्यही पनि तपाईले मलाई बेस्ट नै दिनुभयो नि। म पनि आफ्नो लागि बेस्ट नै रोज्न चाहन्छु। प्याराशुट एडभान्स्ड, बेस्ट रोज्नेहरूका लागि। यो 3 तहसम्म गई कपाललाई बनाउँछ भित्रैबाट बलियो, चम्किलो र सुन्दर। प्याराशुट एडभान्स्ड मेरो लागि बेस्ट। दादा बाहिर भाइरस छ। नडराऊ, मात्र पम्प रब छु गर्दियो भाइरसलाई। पम्प रब छु हो, लाइफबोय ह्यान्ड वाशले मार्छ 99.9% भाइरसेस। त्यसैले पम्प रब छु, संसारकै नम्बर 1 सेलिङ जर्म प्रोटेक्सन सोप ब्रान्ड। विश्रामपछि पुनः समाचारमा स्वागत छ। अब बाँकी समाचार। भारतको छत्तीसगढको कबीरधाम जिल्लामा भएको सडक दुर्घटनामा कम्तीमा 18 जना मजदुरको मृत्यु भएको छ। दुर्घटनामा 4 मजदुर घाइते भएका छन् भने त्यसको अवस्था चिन्ताजनक रहेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन्। कबीरधाम जिल्लाका 2 दर्जनभन्दा बढी मजदुरहरू तेन्दुपात टिपेर पिकअप गाडीमा गाउँ समेतेर फर्किरहेका थिए। पिकअप अनियन्त्रित भई खाल्डोमा खसेर दुर्घटनाग्रस्त भएको बताइएको छ। उक्त दुर्घटनामा 15 मजदुरहरूको घटनास्थलमै मृत्यु भएको थियो भने 3 जनाको अस्पतालमा मृत्यु भएको थियो। दुर्घटनामा घाइते भएका 4 जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ। इरानी राष्ट्रपति इब्राहिम राइसीको हेलिकप्टर दुर्घटनामा निधन भएको छ। इरान सरकारले हेलिकप्टरमा सवार राष्ट्रपति राइसी सहित विदेश मन्त्री होसेन अमीर अब्दुल्लाहिन, पूर्व अजरबैजान प्रान्तका गभर्नर मालिक रहमती र इरानको पूर्वी अजरबैजानका नेता आयतुल्लाह अल्लाहमेसको पनि निधन भएको छ। हेलिकप्टरमा
अङ्गरक्षक पाइलट को पाइलट सुरक्षा प्रमुख जस्ता अधिकारीहरू पनि सवार रहेको बताइएको छ। उद्धार टिमले हेलिकप्टर पहाडमा ठोकिएको खसेको अवस्थामा सोमबार बिहान भेटाएको थियो। क्युज कलासी र खोटान फ्रेन बाँधको उद्घाटन गर्न राष्ट्रपति राइसी आइतबार अरबैज जान लागेका थिए। दुर्घटनापछि राइसी तब्रेज सहरतर्फ लागेका थिए। ताब्रिज इरानको पूर्वी अजरबैजान प्रान्तको राजधानी हो। यही क्रममा हेलिकप्टरको बाटोमा दुर्घटनामा परेको थियो। हेलिकप्टर दुर्घटना भएको क्षेत्र ताब्रिज सहरबाट 50 किलोमिटर टाढा भाजेन कन सहर नजिक रहेको छ। हेलिकप्टर दुर्घटनामा राष्ट्रपतिको निधन भएपछि इरानका सर्वोच्च नेता आयतुल्लाह खामेनीले इरानको प्रशासनिक कार्यमा कुनै असर नपर्ने बताएका छन्। इरानको संविधानको धारा 131 अनुसार राष्ट्रपतिको मृत्यु भए वा पद छाड्ने अवस्थामा निर्वाचन नभएसम्म उपराष्ट्रपति राष्ट्रपति बन्ने व्यवस्था छ। उपराष्ट्रपति मोहम्मद मोखाबरलाई कार्यवाहक राष्ट्रपति बनाइएको छ। मोहम्मद मोखाबर भजीमा 50 दिन मात्रै देशको राष्ट्रपति बन्न सक्नेछ। संविधान अनुसार इरानमा 50 दिनभित्र नयाँ राष्ट्रपतिको निर्वाचन हुनु पर्दैछ। इरानका राष्ट्रपति इब्राहिम राइसीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि 5 दिनको शोक विदा घोषणा गरिएको छ। यसैबीच राष्ट्रपति राई सहित 9 जनाको निधन 5 दिनको राष्ट्रिय शोक घोषणा गरिएको हो। यसैबीच नेपाल सरकारले इजरायलको राष्ट्रपति डाक्टर सैयद इब्राहिम रइसी र विदेश मन्त्री डाक्टर हुसेन अमीर अब्दुल्लाहियानको निधनप्रति दुःख व्यक्त गरेको छ। परराष्ट्रले शोकको यस घडीमा शोका स्थानप्राप्त परिवारका सदस्य, इरान सरकार र त्यहाँका जनप्रतिनिधि हार्दिक संवेदना प्रकट गरेको छ। अन्त्यमा मुख्य समाचार एकपटक फेरि। विरोधका बीच प्रधानमन्त्री दाहालले पाए विश्वासको मत, 157 मत पाउन सफल। नेपाली कांग्रेसले संसदमा गरेको अवरोधको मूल्य आउँदो चुनावमा चुकाउने प्रधानमन्त्री दाहालको भनाई। गृहमन्त्री लामिछानेले लगाएको आरोप पुष्टि गरेर देखाउन नेपाली कांग्रेसको चुनौती। भारतको छत्तीसगढमा गाडी दुर्घटना हुँदा 18 जना मजदुरको मृत्यु। र इरानी राष्ट्रपति विदेश मन्त्री सहित 9 जनाको हेलिकप्टर दुर्घटनामा निधन, 5 दिनको राष्ट्रिय शोक घोषणा। हस्त अहिलेलाई तिकै पल खबर तेज नजर हेर्दै अपन टेलिभिजन। नमस्कार।